हेलो नमस्ते सम्पूर्णमा है र म अनिता तुलुङ राई तपाईहरुको समक्ष यो सानो भिडियो लिएर उपस्थित भइरहेको छु। कारण चाहिँ अब तपाईहरुलाई थाहै छ है हामीले चाहिँ मन्थली डोनेसन उठाएर चाहिँ केयरिङ ह्यान्ड एनजिओलाई दिने गरेको छु र यो पालि उठेको रकम चाहिँ मेरो चाहिँ 455 एनआईएस उठेको छ र इन्डियन रुपीस चाहिँ 11,886 है। र यो 11,886 मा चाहिँ एकजना दिदी हुनुहुन्छ कालिम्पोङको, उहाँ चाहिँ एकदमै बिमारी हुनुहुँदो रहेछ है। म सानोबडे भिडियो क्लिप पनि हालिदिन्छु, तपाईहरु हेर्नुहोस् होला है। मेरो घर कालिम्पोङदेखि 16 किलोमिटर टाढामा छ। मेरो गाउँको नाम रङ्गुल बस्ती, सेकबिर खानी रङ्गुल बस्ती हो। मेरो धेरैवटा बिमार छ, थाइरोइड, हातखुट्टा काम्ने, चक्कर लाग्ने, पेट पोल्ने। म बिमार भएको 3 वर्ष भयो। म कतै जान सक्दिनँ। मेरो यो न्युरोको बिमार, यो हातखुट्टा काम्ने न्युरोको बिमार ब्रेन भएर भएको बिमार भनेको छ। लाइफ टाइम दबाई खानु भनेको छ। अनि मेरो यो पेटको बिमार सिलगढी पठाएको थियो, 1 वर्ष भयो पठाएको। कानको यो पुरा चक्कर चल्छ, यो कान बज्छ, कानको नसा सुकेको छ, मिसिन लाउनुपर्छ भनेको थियो। र यो पालिको डोनेसन चाहिँ 11,886 उठेकोमा केयरिङ ह्यान्ड एनजिओलाई चाहिँ मैले 6,886 पठाएर यो 5,000 रुपियाँ चाहिँ मैले त्यो दिदीलाई, तपाईहरुले भिडियो हेर्नुभयो है, यो दिदीलाई हालिदिने उयो गरेको छु। अनिखेरि तपाईहरु जतिजनाले पनि मलाई एकदम भरोसा गरेर है यसरी मन्थली डोनेसन दिनुहुन्छ, त्यसको लागि म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु तपाईहरुलाई। र अर्को कुरा चाहिँ आज चाहिँ मेरो बर्थडे पनि हो। अनि मेरो पर्सनल म चाहिँ बर्थडे सेलिब्रेट गर्दिनँ, त्यही भएर मेरो पर्सनलबाट चाहिँ मैले दिदीलाई फेरि 5,000 थपेर चाहिँ 10,000 रुपियाँ पैसा चाहिँ दिदीलाई दबाई खानुहोस् ल भनेर अब पठाइदिएको छु है। र मलाई धेरैले मेसेजहरू गरिराख्नुहुन्छ कि मलाई हेल्प गर्नुहोस् भनेर हैन। हामी यसरी हेल्प चाहिँ अब सबैलाई यसरी पैसा उठाएर त पठाउन सक्दिनँ है। र तपाईहरु चाहिँ ट्रिटमेन्ट चाहिँ यो हाम्रो एनजिओको थ्रु जानुभयो भने चाहिँ तपाईहरुले धेरै सुविधा पाउनुहुन्छ है। र मैले कन्ट्याक्ट नम्बर राखिदिएको छु सरको, स्क्रिनमा हेर्नुहोस् है। यो कन्ट्याक्टमा तपाईहरुले कन्ट्याक्ट नम्बरमा चाहिँ तपाईहरुले कन्ट्याक्ट गरेर तपाईहरु एकपल्ट राम्ररी बुझ्नुहोस् ल, तपाईहरुको बिमारीको बारेमा सरहरुसँग सरसल्लाह गर्नुहोस् हैन। उहाँहरूले के सुविधा पाउनुहुन्छ तपाईहरुले त्यसको बारेमा चाहिँ सरहरुले भनिदिनुहुन्छ। र मैले स्क्रिनमा नम्बर पनि राखिदिएको छु, तपाईहरु यो नम्बरमा फोन गरेर तपाईहरुसँग उहाँहरुसँग सम्पर्क गरेर तपाईहरु एकपल्ट राम्ररी ट्रिटमेन्टको बिमारीको बारेमा भन्नुहोस् र तपाईहरुले के सुविधा पाउनुहुन्छ है त्यो तपाईहरुलाई भन्ने छ। र यसरी पर्सनली पैसाहरु चाहिँ अब कस हामीले धेरै पठाउन सक्दैन, किनभने यहाँ पनि सबैजनाले डोनेसनहरु यताउति केहरु उठाइराखेको हुन्छ नि त। र हाम्रो पनि धेरै पैसाहरु उड्दैन र तपाईहरुलाई अब हामीले यसरी पर्सनल पैसा चाहिँ पठाइरहन सक्दिन है। र तपाईहरुलाई चाहिँ एकदम यो ट्रिटमेन्ट चाहिँ तपाईहरु कहाँबाट सस्तो र कसरी चाहिँ हामीले कम्ती पैसामा ट्रिटमेन्ट गर्नु सकिन्छ भन्ने कुरा चाहिँ तपाईहरुले सरसँग कन्ट्याक्ट गरेर बुझ्नुहोस् है। मैले 2टा नम्बर हालिदिएको छु, एकजना दिदी र सरको स्क्रिनमा राखिदिएको छु। तपाईहरुले उहाँहरु 2 जनालाई चाहिँ फोन गरिकिन तपाईहरुले सोध्नुहोस् न है ल। हुन्छ, धन्यवाद जतिजनाले पनि मलाई मन्थली एकदमै सहयोग गर्नुहुँदैछ है। सेवा नै धर्म हो भनेर चाहिँ तपाईहरुले सम्झेर मलाई एकदम भरोसा गरेर मन्थली डोनेसन पठाउनु हुँदैछ, उहाँहरुलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद है। थ्यांक यू।